महोदय, आज हामी धेरै लामो समयदेखि आन्दोलनरत छौं। हामीले आवाज उठाएको छौं नेपाली जनताको लागि, विदेशमा गएर बेचिएका चेलिएलुको लागि, रसामा गएर मारिएका र काल कुदेर बसेका हाम्रा दाजुभाइहरूको लागि, दिदीबहिनीहरूको लागि हामी आवाज उठाएका छौं। यो सबै जाने बाटो भिजिट भिसा मार्फतको हो र भिजिट भिसामा धेरै पहिलेदेखि नै हाम्रा दाजुभाइ दिदीबहिनीहरू बेचिएका छन्। एउटा त उनीहरूसँग पैसा हुँदैन र त्यो पैसा चाहिँ ऋण काटेर उनीहरू जाने, त्यसमध्येबाट मात्रै पनि लाखौं रुपियाँ उनीहरूसँग असुल गर्ने, यो जस्तो निर्लज्जता केही पनि होइन। हामीले भिजिट भिसाको प्रकरणमा छानबिन, उच्च स्तरीय छानबिन हुनुपर्छ र गृहमन्त्रीज्यू पनि अहिले त्यो दायरामा आउनु भएको भएर उहाँको राजीनामा माग गरेका छौं। हाम्रो माग जायज छ, यसले नाजायज कसैले पनि भन्नु सक्दैन। किन यो भिजिट भिसामा हामीहरू पनि सबैजना जान्छौं, हामीसँग पैसा मागिँदैन, तर त्यो गरिब निमुखाहरूलाई पैसा एक दिनमा करोड 50-50 हजार मान्छे बेचेर कमाउने पैसा पाइन्छ भने के देश पनि बेच्ने। त्यसकारण सभामुख महोदय, अविलम्ब उच्च स्तरीय छानबिन समिति गठन र गृहमन्त्रीज्यूसँग नैतिकता छ भने राजीनामा गर्नुपर्छ। र अर्को कुरा, गठबन्धन दलसँग पनि यदि सुशासन कायम गर्ने र उहाँले सुशासन आयोग गठन गर्नुभएको छ प्रधानमन्त्रीज्यूले, गृहमन्त्रीज्यू पनि त्यसको एउटा सदस्य हो। आफ्नै सुशासन आयोगको सदस्यले यत्रो ठुलो उहाँमाथि चार्ज लाग्दाखेरि पनि चुप लागेर बस्नु गठबन्धनको सरकारलाई पनि सुहाउँदैन। के 1 करोड या 50 लाख दैनिक आम्दानीको हिस्सा गठबन्धन सरकारका टाउकेहरूले पनि खाएका छन्? मेरो प्रश्न हो यो सभामुख मार्फत। धन्यवाद।